साथी म चाहिँ काँक्रालाई सार्न गइरहेको छु। यसरी काँक्रा नगरौँ भनेको यो रोप्ने मूल्य अब यो मिठो काँक्रा हो। मजाले म सेकमा राख्नु मिठो देख्नु। लान्छु त्यही मात्र खिच न, अरू नखिच न, त्यही काँक्रा मात्र भन्थ्यो। हजुर काँक्रा कसरी रोप्नुहुन्छ? मैले यहाँ चाहिँ मल मिक्स गरेँ, मल मिक्स गरेर मजाले गाईको मल यो प्रोटिन मिक्स हालेर मिक्स गरेँ। अब काँक्रा रोप्ने हो। ट्याक्क यसरी म यसरी रोप्छु। आज चाहिँ पानी पर्ने मौसम भएर मैले टक्क यो काँक्रा 2 ज्याङ सारेँ। अरू अलिक मसिनो अलिक पछि सार्छु। हजुरहरू कसरी रोप्नुहुन्छ? म चाहिँ यसरी रोप्छु। यता देख्नु, मैले यहाँ चाहिँ मल मिक्स गरेर 2 ज्याङ अलरेडी रोपिसकेँ। अब यो पनि रोप्दैछु। मलहरू हालेर सबै रेडी छ। ल 2026 अहिले अप्रिल होइन, अप्रिल आज चाहिँ 26 गते होला। ल गेरुवा चाहिँ व्यापक रूपमा मनाउँदैछु है गाइस। Okay. म चाहिँ बाक्लै लाएँ त मरिहाल्छ कि भनेर यसो मरिहाल्यो भने पनि साथीहरू मैले चाहिँ फाइनली काँक्राहरू रोपिसकेको छु है। अहिले काँक्राहरू रोपिसकेपछि अब यो मैले चाहिँ हल्का यो देख्नु, यो चाहिँ भनेको त्यति मल लाग्दैन र पानीले नकुटोस् भनेर माथिबाट म यो पानी लाग्दाखेरि पनि असर नपरोस् भनेर यो यस्तो झिक्रा झिक्री लगाइदिएछ। किनभने पानी लाउँदा ओर्दा अलिकति सेप हुन्छ बिरुवाहरू। यसलाई चाहिँ यो झिक्राहरू किन गाडेको भन्नुहुन्छ भने
खरायोहरूले पनि अलिकति सेभ हुन्छ यताउता सबै कुरोबाट यो चाहिँ लाउँदा पछि फाइनली थाङ्ग्रा लाउनु चाहिँ बाँकी छ। अब म यो फेरि यता घेराउनमा लाउँदैछु। यो चाहिँ पानी हाल्नु लगाउँदा पनि माटो नपछारोस् भनेर है त। अब यसरी लगाएपछि भने चाहिँ पानी लगाउँदाखेरि पनि यो माटो मजाले उड्दैन पानीले। अब यो पानी आउने पनि उ छ यति लगाएपछि यसरी झिक्राहरू लगाएपछि खरायोहरूले पनि काट्दैन, अलिकति सेफ हुन्छ। पानी लाउँदाखेरि पनि आफूले पनि अलिकति त्यसलाई राहत हुन्छ। यसरी लगाइदिएर चाहिँ पानी लाउँदाखेरि नपछारोस् माटो पनि केही नहोस् भनेर। यहाँ देखौँ, यहाँनिर सिमी उम्रिँदैछ, यहाँ उम्रिँदैछ सिमी मजाले ठन्ड भएर उम्रिरहेको छ। यो मल यो माथि माथिबाट किन लगाएको थियो भने अब यसरी पानी लाउँदाखेरि पनि सेफ हुन्छ क्या, माटो खुँदिँदैन, बिरुवालाई पनि सर लाउँदाखेरि पनि असर गर्दैन। यसरी देख्नु पर्यो, यति आनन्दले पानी लाउनु सजिलो हुन्छ, लाउँदा पनि बिरुवालाई पनि सजिलो है त। अब यता पनि घेराउँला है, मैले घेराउनाले अब यसरी हेर्नु त मैले त्यो मल लगाएकोले गर्दा माथि माथिबाट हाल्दाखेरि त माटो पछारिएर यो थाङ्ग्राले पनि हेर्नु त सेभ गर्छ क्या, यसरी सपोर्ट गर्छ क्या। अब हालेर देखेपछि थाहा पाइहाल्नु यसो थाङ्ग्रालाई सपोर्ट भयो है त। आइराहरू चाहिँ यस्तै छ मेरो। हजुरलाई यो आइरा कस्तो लाग्छ मन पऱ्यो भने अरू साथीहरूलाई नि सेयर गर्नुहोस् है। फिलहाल पनि हेर्नु त यो हल्का यो झिक्राले गर्दाखेरि सपोर्ट गर्दा खरायोहरू आयो भने पनि काट्दैन, काट्दाखेरि पनि यो डराउँछ, यस्तो धेरै सपोर्ट हुन्छ क्या। यो थाङ्ग्राको मल त बुझ्नु भयो होला, यो माथि माथि मल लगाएको मल पनि बुझ्नु भयो होला नि के रहेछ। त्यस्तै छ। हजुरहरूलाई मन पऱ्यो भने चाहिँ लाइक सेयर गर्नु होला, साथीहरूलाई पनि यसो हेर्नको लागि सजिलो हुन्छ।